हेलो जय नेपाल सबैजनालाई गुड मर्निङ के छ सन्चै हुनुहुन्छ सबैजना। मेरो नाम केटे नौर, म सिधै पश्चिमदेखि है। अहिले हाम्रो नेपालमा चुनाव चलिरहेछ। अहिले मेरो पार्टी तेरो पार्टी भनेर हामी एकअर्कामाथि लडेर केही हुँदैन। जति नेपाली जनताहरू छ एकअर्कामाथि हामी तेरो पार्टी मेरो पार्टी भनेर केही फाइदा छैन। जसको जे पार्टी भए पनि जसले विकसित गर्छ त्यो चाहिँ राम्रो है। जसले विकसित गर्यो हामीदेखि सपोर्ट त्यही नै हो हैन। एमाले गर्छ राम्रो काम, एमाले नै हो। के अरे काङ्ग्रेसले गर्छ, काङ्ग्रेसले नै हो। अहिले बालेन शाहले स्वतन्त्र पार्टीले गर्छ, त्यो पनि राम्रो नै हो। तर देश चाहिँ विकसित हुनु पर्यो हैन। अहिले मैले देख्छु के सोसल मिडियामा हैन, कहिलेकाहीँ भिडियो देख्छु मैले, हाम्रो नेपालीहरूले कहिले गाडी बनाएको हुन्छ हैन, कसले हेलिकप्टर बनाएको हुन्छ, कसले रकेट बनाएको हुन्छ, कसले प्लेन बनाएको हुन्छ हैन। अब नेपाल सरकारले तिनीहरूलाई सहयोग गरे पो अनि सबै आफ्नो देशको हेलिकप्टर, आफ्नो देशको परमाणु हतियार, आफ्नो देशको प्लेन सब हुन्छ नि त हैन। कसैलाई पनि दिएको छैन के मागेको छ नेपाल सरकारले। अहिले हेरी मात्रै राखेको छु मैले हैन। ल ठिक छ, तर सरकार हैन जसको आए पनि हामी नेपालीहरूलाई सुख चाहिँ हुनु पर्यो के। नेपाल सुध्रिनु पर्यो, नेपाल विकसित हुनु पर्यो। कति राम्रो देश हाम्रो नेपाल हैन। अहिले कस्तो भइरहेछ के हैन, देख्दा पनि वाक्क लाग्छ क्या हैन। सबैले भन्छ या के हो तिम्रो देश यस्तो उता उता भन्छ, र के गर्ने, हाम्रो देशमा के विकसितै छैन के भने, कोसँग के भने विकसितै छैन नेपालमा, केही छैन। अहिले हामी परदेशीहरू नेपालमा हैन, नेपाल गुलाम नभएको देश हो क्या अहिलेसम्म हैन। गुलाम नभएको देश। अहिले हामीले आधा नेपालीले गुलाम गरेर खाइरहेको छु कि अर्काको देशमा। अनि कसलाई दिने यो सन्देश बुझ्नु पर्यो के सबै सरकारले।